म चाहिँ आज होइन गाइज हाम्रो जुम्ला जोडिने सडक रोड मोटरबाट हेर्न जान्छु गाइज। अहिले सिकेको छैन, अस्ति मेसिन पनि गइरहेको थियो गाइज होइन, बाटो खुल्नलाई मेसिन गइरहेको छ। अनि आज कहाँसम्म पुग्यो, कतासम्म पुग्यो र कस्तो काम गरिरहेको छ होइन। अब हुन्छ नि त, अवस्था हेरेर आउँछु म कहाँसम्म पुग्नेछ अब होइन, यो वर्ष कतिसम्म पुग्नेछ म अब त्यो हेरेर आउँछु गाइज। आज होइन कन्टेन्ट छैन, जुम्लालाई जान लागेको छु गाइज र देख्न सक्नुहुन्छ म चाहिँ चाख्रे यात्रा त्यो रोडतिर लम्लम्ली जाँदैछु गाइज। यो देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो जुम्ला जोडिने पदमा त्यो यहाँदेखि गइरहेको छु गाइज यतासम्म, यताबाट घुमेर यता। अहिले मात्र भर्खरै सुनेको मैले एउटा ब्याकअप ग्रुप पनि गएको छ अरे भन्ने कुरो सुनेको गाइज होइन। त्यही हाम्रो जुम्ला जोडिने पदमार्ग हुँदै होइन, नयाँ बाटो हुँदै अब एउटा ब्याकअप ग्रुप पनि गएको छ भन्ने कुरो सुनेको छु गाइज। त्यो हेरौँ होइन, त्यसलाई पनि म भेटाउने छु अहिले होइन। कहाँसम्म पुगेको रहेछ ब्याकअप ग्रुप गइरहेको छ एउटा भन्ने कुरो सुनेको गाइज। अब मान्छेहरू को कस्तो कस्तो थाहा छैन गाइज, तर ब्याकअप ग्रुप चाहिँ गइरहेको छ भन्ने कुरो सुनेको गाइज होइन। म त्यो पनि देखाउने छु र एउटा मेसिन गइरहेको छ हाम्रो बाटो कहाँसम्म पुग्यो म चाहिँ हेरेर आउँदैछु गाइज। म चाहिँ अहिले आधी बाटो आएको छु गाइज, अब आधी बाटो छ हामी त्यो ठाउँ पुग्न मैले देखाउँदा र एउटा गाउँ काटेर पनि म अलि म चाहिँ अर्को गाउँतर्फ लाग्दैछु गाइज होइन, देख्न सक्नुहुन्छ। गाइज म चाहिँ आधीभन्दा धेरै बाटो हिँडिसकेँ र म चाहिँ आज जाँदैछु हाम्रो जुम्ला जोडिने पदमार्ग हेर्नलाई होइन गाइज। कन्टेन्ट छैन त के गर्नु भाइ, डुल्न त परिहाल्यो, त्यति दुःख गर्नु परिहाल्यो। त्यो देख्न सक्नुहुन्छ घाम पनि चिलिक्क टल्किरहेको छ, म चाहिँ गइरहेको छु होइन गाइज। हाम्रो जुम्ला जोड्ने पदमार्ग खन्न एउटा मेसिन गइरहेको छ जेसिबी, र अर्को कुरा ब्याकअप जिप गइरहेको छ अरे होइन, कुनै कर्मचारीहरू गयो के हो होइन। आज नयाँ बाटोमा नयाँ गाडी उद्घाटन गाइज आउनु सक्छ गाइज होइन, आइहाल्यो कि जस्तो लागिरहेको छ मलाई। एउटा ब्याकअप जिप गइरहेको थियो र एउटा ट्र्याक्टर, सो म चाहिँ जाँदैछु देख्न सक्नुहुन्छ गाइज। यहाँ चाहिँ हाम्रो लाङसम्म रोड पुगिरहेछ, पुग्न लागिरहेछ होइन, मैले भनेको छु अगाडि। सो कसैले होइन हुन्छ नि त राइडिङको लागि ठिकै छ, एकदम बवाल छ गाइज। ब्याकग्राउन्ड भ्यू देख्न सक्नुहुन्छ बवाल छ। म चाहिँ रोडलाई छोडेर यता सर्टकट बाटो आएँ गाइज होइन। कसैलाई अब कोही हुन्छ नि त राइडरहरूको लागि चाहिँ बाटो एकदमै बवाल छ गाइज। मुन्सी बाइक लिएर आउनु सक्नुहुन्छ र यहाँबाट हाम्रो गाउँसम्म बाइक राखेर होइन गाइज, हाम्रो गाउँसम्म बाइक राखेर त्यसपछि ट्रेकिङ गरेर साइकल तीर्थ स्थलसम्म पनि जान सक्नुहुन्छ। प्रख्यात ठाउँ हाम्रो बारेकोटकै र अर्को प्रख्यात ठाउँ र गार्डनसम्म पनि आउन सक्नुहुन्छ। बाइक राइडिङहरूलाई म भन्न चाहन्छु होइन, राइड गरेर। र अर्को यता चाखुरेसम्म पनि ट्रेकिङ गर्न सक्नुहुन्छ। हाम्रो गाउँसम्म बाइकहरू राखेर सवारी साधनहरू राखेर गर्न सक्नुहुन्छ गाइज। त्यो होइन बाटो चाहिँ एकदमै बवालै छ त्यो राइडिङको लागि देख्न सक्नुहुन्छ भ्यू गाइज। यो बाटोको अवस्था यता हाम्रो डेस्टिनेसन गाइज हिमाल देख्न सक्नुहुन्छ गाइज। जुम्ला जाजकोट जोड्ने मोटर बाटो र यही गत वर्ष खनिएको रोड अहिले चाहिँ हाम्रो फेरि पुनः सञ्चालनमा आउँदैछ, फेरि खनिँदैछ गाइज। देख्न सक्नुहुन्छ भ्यू बवाल छ, ब्याकग्राउन्ड भ्यू। म चाहिँ बाटोमा हुँदै रोड कहाँसम्म पुगिरहेछ म चाहिँ हेर्न जाँदैछु गाइज।
सो राइडिङको लागि बाटो बवालै छ। अघि भनेको थिएँ मैले बवाल छ राइडिङको लागि। कसैले राइड गर्न मन छ भने आउनु होला हैन गाइस। यता हाम्रो बारीकोटमा यो राइडिङको लागि एकदमै बवाल बाटो। यहाँबाट पाखुरे पाइकौरी लाग्ना र गार्डन हाम्रो फेमस ठाउँमा आइदिनु हुन म अनुरोध गर्न चाहे भिडियो मार्फत गाइस। पूर्वी बुलुच च्यानलको पछि न्यौपाने हैन सिर्जना थियो दिदी, त्यसपछि एमआरबी दाई, सुरक्षा केसी हैन सुस्मिता अधिकारी दिदीहरू राइडिङको लागि यता आइदिए जस्तो आइडिया हुन्थ्यो मलाई लागिरहेको छ। एकदमै बवाल छ राइडिङको लागि गाइस बाटो हैन। उहाँसम्म पुगिदिएको भए त भिडियो सायद म के गर्थेँ होला यार। म के भन्न चाहन्छु भने मेरो सब्सक्राइबरहरूलाई र फलोवर्सहरूलाई किनकि यो भिडियो उहाँसम्म पुर्याइदिनु हुन अनुरोध गर्न चाहे मैले होइन। किनभने हाम्रो पनि ठाउँ फेमस भइदियोस् न यार। कति पूर्व मात्रै फेमस हुन्छ, मध्यपश्चिम पनि त फेमस हुनु पऱ्यो गाइस होइन। फेमस गराइदिनको लागि त आउनु पऱ्यो ठुल्ठुला भ्लगरहरू युट्युबरहरू होइन। आइदिएको भए त हुन्थ्यो नि त फेमस। हामी पनि त कुनै दिन सामाजिक सञ्जालमा देखिन्छ होला गाइस होइन। हाम्रो हिमाल कराइचुली बवाल छ गाइस, माउन्टेन होइन बवाल छ। सो फाइनली बर्खायाममा झरेको रुखलाई मेसिनले यसरी साइड लगाएको छ गाइस होइन। रुख पनि भव्य ठुलो छ नि यार, आम्मा कत्रो ठुलो। तर यसरी साइड लगाएर अगाडि जान सफल हुनुभएछ हाम्रो अफेटर मेसिन अफेटर दाइ होइन। सो मलाई पनि धेरै धेरै धन्यवाद। सो फाइनली गाइस म चाहिँ पुग्न लागिसकेँ। सो देख्न सक्नुहुन्छ बाटोको अवस्था। सो ब्याकअप जिप पनि यतै रहेछ गाइस, देख्न सक्नुहुन्छ यहीँनिर रहेछ। सो बवाल भ्यू गाइस होइन। सो देख्न सक्नुहुन्छ अगाडि ब्याकअप जिप छ। देख्न सक्नुहुन्छ ब्याकअप जिप यहाँसम्म पुगेछ गाइस। या क्या फंटास्टिक यार, चिल बवाल गाइस, चिल देखता है बैकअप जिप। हाम्रो वनको गाडी होइन गाइस देख्न सक्नुहुन्छ। म चाहिँ अझ अगाडि जाँदैछु, रोड कहाँसम्म खनिएको रहेछ म चाहिँ हेरेर आएँ ल त गाइस। सो देख्न सक्नुहुन्छ अगाडि मेसिन जेसिबी होइन गाइस। म चाहिँ यहीँसम्म आएको। सो कहाँसम्म गएको रहेछ बाटो हाम्रो जुम्ला जोडिने पदमार्ग म चाहिँ हेरेर आउँदैछु गाइस। सो देख्न सक्नुहुन्छ गुरुजी त छैनन् कि क्या हो यार। वाह सक्नुहुन्छ मेसिन यता बसेर खाजा खान गइरहेको रहेछ। गुरुजी गराउन सुरु भनेर नभन्न मिल्ला। सो देख्न सक्नुहुन्छ गाइस क्याट कम्पनीको मेसिन गाइस जेसिबी देख्न सक्नुहुन्छ। रोड बाटोको अवस्था यस्तो छ, बाटो खनिँदैछ गाइस देख्न सक्नुहुन्छ। म चाहिँ यही बाटो हेर्न आएको। सो बवाल गाइस बाटो बवाल खनिँदैछ। अब हाम्रो के को रहेछ टाटा, ओ माई गॉड। एन्ड यो मेसिनको के रहेछ यार गाइस, बिग्रेर होला। सो बवाल गाइस बाटो चाहिँ यहीँसम्म खनिएको रहेछ होइन गाइस। म चाहिँ यहाँसम्म आएको। सो देख्न सक्नुहुन्छ बाटोको अवस्था यहाँसम्म खनिएको छ होइन गाइस। सो गाइस म
मोटर बाटोदेखि केही अगाडि आउँदैछु गोरेट बाटो हिँडेर। अनि गाइज देख्न सक्नुहुन्छ डरलाग्दो जिन्दगीमा एक्लो यात्रा भइरहेछ गाइज। सो फाइनली गाइज म चाहिँ फाइनली आज लाग्न पुगिसक्यो अहिले। सो देख्न सक्नुहुन्छ हाम्रो चाख्रे भ्यू। ऊ यता चाहिँ आगलागी भएर धुवा भइरहेछ गाइज। सो आगलागी भएको जस्तो छ, नै आगलागी नै रहेछ गाइज, देख्न सक्नुहुन्छ। म चाहिँ यहाँसम्म घुम्न आएको गाइज, देख्न सक्नुहुन्छ भ्यू। यता कहिले ट्रेकिङको लागि घुम्न आएर आउँदा बस्न या खानको लागि होटल पनि व्यवस्था छन् गाइज, व्यवस्थित होटल। सो देख्न सक्नुहुन्छ यो तलको घर, यो चाहिँ होटलै होटल हुन् गाइज। यहाँ खाना बस्न आरामदायी बास पाइन्छ गाइज, देख्न सक्नुहुन्छ। यो अर्को देख्न सक्नुहुन्छ गाइज बवाल, हाम्रो कराइचुली हिमाल। सो बवाल छ गाइज, हिउँ टल्केर टिलिक्कै भइरहेछ गाइज। यता चाहिँ फुच्रो पहाड छ गाइज, यता चाहिँ हिमाल, हिउँ जमिरहेछ। सो देख्न सो फाइनली गाइज अब भिडियो त धेरै लामो भइसक्यो, तर पनि केही छैन होइन गाइज। सो फाइनली म चाहिँ अब लास्ट मेरो गन्तव्यमा पुगेर मैले चाहिँ आफ्नो भ्यू खिच्ने काम गरिसकेँ गाइज। सो देख्न सक्नुहुन्छ। अब फेरि अर्को एपिसोड त भन्छ होइन, अर्को भागलाई एपिसोडमा भेटौँला। बाई, थ्याङ्क यू सो मच, बाई गाइज।